हेलो एभ्रिवान। जस्तो आयो त्यस्तै प्रस्तुत गरे, हेरेर मनोरञ्जन गरिदिनु होला। ल हिँडे म चाहिँ कामतिर ढलक ढलक गर्दै। आजको मौसमको बारेमा जानकारी दिनुपर्दा एकदमै न्यानो तातो घाम लागेको छ। ओहो, यो अगाडिबाट निक्लिने कन्या को हुन्? हेर्नुहोस् त, घाम कति टिलिलिली लागेको छ, निधारै बल्ने गरी। अब मेरो सुन्दर चेहरा हेर्नुहोस्, त्यति उज्यालोमा पनि कति अँध्यारो अनुहार छ। बिहान बिहानै काममा जानुपर्दा यस्तै हुन्छ। अब एकैचोटि रेल चढेर म काममा पुगेपछि देखाउँछ है त। काममा पनि म पुगिसकेको छु। साइटको अवस्था यस्तो छ, ठिकै छ हेर्दाखेरि। खासै धेरै गर्नुपर्ने काम चाहिँ छैन, तर थोरै कामले पनि चिटिक्क पार्ने एकदम क्वालिटीको काम हुन्छ फेरि यहाँ। त्यही कारणले गर्दा अगाडिको यसो प्री सुट हानिदिँदैछु। अब एकचोटि घरको वरिपरि घुमेर हेरिदिउँ। यो चाहिँ अस्ति भर्खर हाम्रो दाजुहरूले लगाउनु भएको फेन्स हो, एकदम कायदा छ। यहाँबाट चाहिँ एउटा स्टेप हुन्छ, त्यो चाहिँ अहिले भरे देखिन सक्छ। यहाँनिर स्टेपिङ स्टोनहरू लगाउनु भन्छ, स्टेपिङ स्टोन प्लस पेबल्स। अनि यहाँ हाम्रो दाइ के गर्दै हुनुहुन्छ भन्दाखेरि उभिएर जात्रा हेर्दै हुनुहुन्छ भन्दा पनि घाँस हालेको हेर्दै हुनुहुँदो रहेछ। ओके, ए लुकिङ। अनि यहाँ चाहिँ अब के हुन्छ अहिलेसम्म देखाउँछु। त्यसपछि अब हामीले यहाँनिर चाहिँ पाथवेको लागि ट्याक्कसँगले एजिङ सेजिङ हाल्नुपर्ने हुन्छ। त्यही हो, हिजोकै पारामा कुरकुर यता र उता गरिन्छ। यस्तो तातो घाम फेरि अघि बिहान भर्खर त न्यानो न्यानो भइरहेको थियो, तर अहिले चाहिँ एकदमै तातो घाम। फेरि माथिबाट चाहिँ तातो घाम, तलबाट चाहिँ चिसो हावा। ज्याकेट लगाऊँ गर्मी हुने, ज्याकेट खोलौँ जाडो हुने। त्यही पनि अब के गर्नु, गर्नै पर्यो भनेर नापजोख गरेर दुई दाजुभाइ मिलेर नेपाली स्टाइलमा कोदालोले फङफङ फुङफुङ हानेर ठाउँ प्रेप गरेर, अनि त्यस पछाडि फेरि अर्को नेपाली स्टाइलमा मसला मुस्यो। नयाँ आउने दाइ पनि एकदम कायदा पाराले काम गर्नुहुँदैछ। म एक्लै नै गर्न सक्छु हो भाइ भने जस्तो पाराले गर्दै हुनुहुन्छ। एकदम राम्रो काम गर्ने मान्छे हुनुहुँदो रहेछ। अनि त्यसपछि दुईजना दाजुभाइ मिलेर मुस्यो। ओहो, तातो घाममा यसरी मुस्दाखेरि त नेपालमा शीतलमा बसेर चिसो मही खाएको याद आउँछ नि हो। ओहो, त्यही पनि के गर्नु, गर्नै पर्यो भनेर दुईजना दाजुभाइ मिलेर झ्याम झुमझुम पारेर हालियो, मसला र हाल्न थाल्यो। भाइ भन्दै दुःख सुखको कुरा गर्दै हुनुहुन्थ्यो दाइ फेरि। अनि निकै मजाको हुनुहुँदो रहेछ। रमाइलो कुराकानी गर्दै चाहिँ नि कायदाले हान्न थाल्यो। अब यो चाहिँ मलाई अलिकति जुम गरेर देखाइदिएको। अनि यो छिटो चाहिँ किन भयो भन्नु होला। म कामै छिटो गर्छु, अनि छिटो त एकदम भइहाल्छ नि। यो खासमा मैले बनाउँदै गरेको चाहिँ पाथवेको एज हो। अब यसमा पेबल सेबल हाल्नलाई पेबल्स भनेको चाहिँ के होला भने पेबल्स भनेको चाहिँ ग्राभल, गिटी, ढुङ्गा, सानसानो ढुङ्गा हो। त्यो हाल्नलाई टक्क एज बनाउँदै गरेको। अब यहाँनिर बिचमा च्याटासँगले स्टेपिङ स्टोन, पाइलोटेक्निक ढुङ्गो पनि हाल्नै बाँकी छ। त्यस पछाडि अहिले एकछिनमा फेरि बनाइसकेपछि अवश्य म देखाइहाल्छु। अहिले चाहिँ यो ट्याक्कसँगले बनाइसक्छु है त म। सबसे दुःख लाग्दो कुरो चाहिँ यो मेकेनिकल कुराको भरै नहुने। अघि काम गर्दा कतिखेर ब्याट्री सकिएछ म त ट्वाँ परेँ। त्यसपछि त एकैचोटि यहाँ आइपुगी त हालेँ। अब हेर्न सक्नुहुन्छ एकदम क्या दामी भइसकेछ, बबाल भएको छ। मैले एङ्गलमा देखाएको छु। अब यो चाहिँ देख्न सकिहाल्नुहुन्छ तपाईँले, टन्टलापुर घाम। ह्याट नहुनु भने त तालुइ पिल्सिन्थ्यो होला। अब त्यही माथि यस्तो चेपारोमा काम गर्नुपर्ने। हो यहाँनिर चाहिँ अब ट्याक्कसँगले विड म्याट ओछ्याएर
टक्कसँगले पेबल्स स्टेपिङ स्टोन हालेर चिटिक्क बनाउनु पर्ने। फेरि अब त्यही कुरकुर 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 कुर कुद्नेवाला भिडियो सुरु भयो। अब यहाँनिर चाहिँ विड म्याट मजाले मिलाउनु पर्ने हुन्छ। यो विड म्याट भनेको चाहिँ यो झार नआउने बिछ्यान गुन्द्री, झार प्रिभेन्ट गर्ने गुन्द्री जस्तै बुझ्नुपर्ने हुन्छ। यसले चाहिँ सनलाइट ब्लक गरेर झारहरू उम्रिन दिँदैन। टक्क यसलाई मिलाएर हालिसकेपछि चाहिँ वर्षसम्म चाहिँ झार उम्रिँदैन। त्यस पछाडि क्लाइन्ट खुसी भएर चाहिँ हामीलाई अलिकति पैसा थपिदिन्छ जस्तो चाहिँ अलिक होइन। त्यसो चाहिँ केही होइन, जस्ट झार आउन नदिनको लागि हो। त्यस पछाडि दुई दाजुभाइ मिलेर यता मिलाइन्छ। त्यस पछाडि सुभाष दाइ उता काम गर्दै हुनुहुन्छ। दुई दाजुभाइ मिलेर मर्ने गरी मिलाइन्छ। त्यस पछाडि तिनजना मिलेर स्टेपिङ स्टोन ल्याइन्छ। स्टेपिङ स्टोन भनेको चाहिँ के हो भन्नुहुन्छ भने पाइला टेक्ने ढुङ्गो। अब यो पाइला टेक्ने ढुङ्गोलाई मिलाएर चाहिँ नि हेर्नुपर्ने हुन्छ। अझै पनि हामी यहाँ डोरी टाङ्दैछौँ सिधा बनाउनलाई। उल्लु हेरौँ त, यही हो स्टेपिङ स्टोन भने। यो चाहिँ होइन, यो चाहिँ ह्यान्डसम। को यो ह्यान्डसम मान्छे? यो अर्कै मान्छे हो। यो स्टेपिङ स्टोन। अनि उहाँ चाहिँ स्टेपिङ स्टोन हाल्ने मान्छे। हेर्नुहोस् त कति राम्रो दृश्य बेलुकाको, होइन त? अब अँध्यारो हुँदैछ है, अब अलिक अँध्यारो भइसक्यो। त्यस पछाडि स्टेपिङ स्टोनमा पेबल्स पनि बजाइयो। पुरै कालो भयो त। ए अँध्यारो पो भएको रहेछ। हस्त नमस्कार, धन्यवाद। बाँकीको काम प्लस पुरै भिडियो चाहिँ अर्को भ्लगमा। यहाँसम्म हेरेर साथ दिनुभएकोमा धन्यवाद।